परमेश्वरले आकाशमा एउटा उज्यालो तारा दिनुभयो। त्यो तारा बिना कारण थिएन। परमेश्वरले तारा बुद्धिमान मानिसहरूले यीशुलाई भेट्न सकिन् भनी दिनुभयो। ताराले उनीहरूलाई बाटो देखायो। तारालाई पछ्याउँदै जाँदा उनीहरू अन्तमा यीशु कहाँ पुगे। परमेश्वरले तारा यस हेतुले दिनुभयो कि मानिसहरूले यीशुलाई भेट्न सकुन्। परमेश्वरले स्वर्गदूत पठाउनुभयो। स्वर्गदूत डरको सन्देश लिएर आएनन्, उनीहरू खुसीको खबर लिएर आए। स्वर्गदूतले भने, नडराऊ, आज उद्धारकर्ता जन्मनु भएको छ। परमेश्वरले स्वर्गदूत पठाउनुभयो ताकि मानिसहरूले थाहा पाउन् कि येशू आउनु भएको छ र उहाँलाई खोज्नु पर्छ। परमेश्वरले येशू जन्मनका लागि दरबार छान्नु भएन, उहाँले एउटा गोठ छान्नुभयो। गोठ साधारण ठाउँ हो, तर परमेश्वरले त्यही ठाउँ छान्नुभयो ताकि सबै मानिसहरू येशू कहाँ नडराई आउन सकुन्। गोठले हामीलाई सिकाउँछ कि येशू धनीका लागि मात्र होइन, उहाँ सबैका लागि आउनु भएको हो। परमेश्वरले गोठ प्रयोग गर्नुभयो ताकि मानिसहरूले येशूलाई भेट्न सकुन्।
येशूलाई दूरमा सुताइयो। यो बच्चाको खाट थिएन, यो पशुहरूको दाना राख्ने ठाउँ थियो। तर परमेश्वरले यही दूर छान्नुभयो। उहाँ हामीसँग नजिक आउन चाहनुहुन्छ। दूरले हामीलाई भन्छ कि येशूलाई भेट्न ठुलो हुनु पर्दैन, धनी हुनु पर्दैन। तारा, स्वर्गदूत, गोठ, डुर यी सबैको उद्देश्य एउटै थियो। त्यो उद्देश्य थियो मानिसहरूले येशूलाई भेटुन्। बालक येशू नै परमेश्वरको संसारका लागि सबैभन्दा ठुलो उपहार हुनुहुन्छ। उहाँ प्रेम, आशा र शान्ति लिएर आउनुभयो। उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले त्यस समयमा मानिसहरूलाई येशू भेट्न धेरै बाटोहरू प्रयोग गर्नुभयो। आज पनि परमेश्वर हामी सबैलाई येशू भेट्न बोलाइरहनु भएको छ। आज यो सन्देश मार्फत परमेश्वर तपाईलाई भन्नुहुन्छ, मलाई खोज। पवित्र बाइबलले भन्छ येशू मात्र साँचो परमेश्वर हुनुहुन्छ। जो उहाँमाथि विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ। क्रिसमस भनेको येशूलाई भेट्ने दिन हो, येशूलाई विश्वास गर्ने दिन हो, येशूलाई आफ्नो जीवनमा स्वीकार गर्ने दिन हो।